अन्त भनेको यो हो ससेस हो क्या डगको अर्थ चाहिँ होइन नाम मात्र डग हो क्या हट डग भनेको त्यसलाई हेलो साथीहरू नमस्कार। अब चाहिँ हामी बाहिर जान लागेको म र यहाँ साथी छ ल केटा आएको र हामी कता जाने हामी कहाँ जाने थाहै छैन अब थाहा छैन। अब हिँड्दैछौँ गाडी आउँदैछ गाडीमा हेर्नु हाम्रो छुट्टी छ आजकल अहिले त्यही कारणले 3 दिन छुट्टी हामी चाहिँ साथीकोमा जान लागेको। अब यहाँबाट 3-4 घन्टा जति लाग्छ त्यही कारण चाहिँ अब बिहानै छ मौसम पनि कुल छ घाम पनि लागेको छैन पानी पनि परेको छैन एकदम राम्रो छ मौसम जाँदैछ होइन केटा रमाइलो छ जिन्दगी कम गर्दा गर्दा छुट्टीमा यसो बाहिर निस्किन पायो साथीकोतिर जानु पायो भने रमाइलो हुन्छ। हामीसँग सँगै रहनु होला भिडियो हेर्दै साथ दिनु होला हेर्नु होला है त। कहाँबाट गाडी चढ्ने अलि अगाडि सिधै पर अब हामीलाई यहाँबाट 10 मिनट लाग्छ। ओके अब हामी ठ्याक्क गाडी कुद्दैछौँ गाडी आउँदैछ अब जानु लाग्यो साथीहरू गाडी आइपुग्यो जाँदैछौँ हामी गाडी चढ्छौँ है त 11 पनि लाग्यो ट्रेनको पनि त पाउँछ होला नि हामी चाहिँ अहिले ओसान छौँ यहाँ मान्छे आउँदैछ ओसान यज्ञ आयौँ यहाँ सोधौँ न यहाँ 여기로 바꾸시면 되는데 내리시는 건 아니에요? 12시 2부터 3, 4번 내려가는데 네 이거 3번 4번 아니 쭉 가면 3번 3번 4번 केही खानु परेन हामीसँग आधी घन्टा टाइम छ बर्गर खाने क्या अनि बाबा त्यही त त्यो बर्गर उता रहेछ खाउँ न अब त्यही बर्गर हामी चाहिँ यहाँ ट्रेन चढ्नाले अब जाँदैछौँ ट्रेन अब आउने बेला भयो हाम्रो 12:32 होइन केटो 12:32 त्यो यहाँ आउँदै हो गाडी आइपुग्यो केटा टिकट हेर नि टिकट हाम्रो चाहिँ गाडी आइपुग्यो अब यहाँ गाडी भन्नाले ट्रेन आइपुग्यो यहाँ यसरी बस्नुपर्छ चाहिँ यो बुढालाई देखाउन त्यो छ हामी जाने बेला भयो यहाँ 2टा थियो नि 2टा
पनि हुन्छ होइन यो साथी ल्याउन लाग्यो यहाँबाट ओर्ल्यौँ अब जाने होइन पारिपट्टि अझै अब यो ट्रेनबाट पनि फेरि हामी जाँदा 2 घन्टा लाग्ने रहेछ ट्रेन के खानु पर्ला अब हामी 2 घन्टा ट्रेनको सफर गर्नुपर्ने छ त्यही भएर अलिकति भोक लागेको चाहिँ केही खानु पर्ला केटा केही खाने भन्दा नि लगेर जान्छ अब सिट ती सँगसँगै हो हामी छिने कहाँ जाने कहाँ हो 211 ए उतापट्टि हो केही किनौ न हन्टर लिने के हो जग खान्छ कहीँ हन्टा भनेको उयो हो ससेज हो क्या डगको ससेज नाममा त डग हो क्या हट डग भन्छ क्या त्यसलाई उता छ जाउँ ससेजलाई हट डग भन्छ कि चाहिँ अब हामी केटिएक्सको टिकट काटेका छौँ केटिएक्समा जान्छ होइन केटा केटिएक्स भनेको चाहिँ कोरियाको एकदम छिटो चल्ने ट्रेन हो बुलेट ट्रेन एकदम फास्ट जान्छ त्यसमा नि लगभग हाम्रो 2 घन्टाको यात्रा छ त्यस्तै हो त्यो ट्रेनमा चाहिँ फेरि एकदम सुविधा राम्रो हुन्छ गाडी कुरिरहेको छौँ अब आउने बेला हो ट्रेन हौ ए ट्रेन गाडीलाई ट्रेन भन्छ यार यस्तो पनि हुन्छ कहीँ ट्रेनलाई गाडी भन्छ होला ट्रेनलाई पनि गाडी भन्छ यार हट के बोल्दैछु म अहिले फेरि गाडीलाई पनि ट्रेन भन्छ भन्दैछु मैले के पो भन्यो त्यही भन्यो हाम्रो ट्रेन चाहिँ आइपुग्यो यहाँ एकदम गेट हो अब यसमा चढ्नुपर्छ 10 यहाँ 10 अब हामी चाहिँ यहाँ चढ्छौँ साथीहरू खाजा पनि भनेको छौँ त अब हामी जान्छौँ टिकटै कता के छ यहाँ चाहिँ हाम्रो चाहिँ 10 नम्बर बक्स हो 10 हो त हाम्रो चाहिँ यहाँ कति सिरी मेरो 8C मेरो चाहिँ टिकट नम्बर 8C रहेछ यो लाइन रहेछ क्या सी भने त जो त त्यो एकचोटि भन्नु तिम्रो मान्छे आयो भने त्यहाँ है ल अहिले हामी चाहिँ यहाँ चढ्यौँ हाम्रो यहाँ टिकट छ 4C र 8C थियो अनि हामी त्यहाँ कोहीजना भनेर हामी साथीसँग आएको भनेर सँगै पारिदिनु तपाईँ मेरो सिटमा जानु भनेर हामी बसेको छौँ अनि सँगै बसेको छौँ दामी आइरहेको छ फेरि एउटा भिडियो खिच्यो अनि यत्रो घुम्न आएको एउटा टिकट बनाइदिउँ भनेको त एकैछिनलाई पसिना आएछ कस्तो हिरो हो त्यो कालो चस्मा को त्यो मान्छे टक्क निस्किन्छ यो टक्क अब यहाँ खाँदा खान्छ पनि तान्यो त्यो केटा टक्क तान्यो टक्क तान्यो त्यस्तो हुन्छ सुविधा टक्क बस्ने चाहिँ खाजा हो
ओर्ल्यो अब हामी बाहिर निस्किँदैछौँ